हेलो सबैजनालाई स्वागत छ ग्रान्ड स्पोर्ट्स सेन्टरमा अनि हाम्रो नयाँ एड भएको ग्रान्ड स्केट्स। लेट्स गो। पुरै मौसम टल्किरहेको छ। चाहिँ हाम्रो यहाँ जिमको काममा बाथरुमको टाइल चुज गर्नुपर्ने छ। त्यसको लागि अब हामी टाइल हेर्न जान्छौँ। टाइल चाहिँ हामी भित्र गएर टाइलको साइज नापेर अनि बल्ल टाइल हेर्न जान्छौँ। है त्यहाँ त किडन्याप गरेर लुकाएको पनि थाहा पाउँदैन क्या यार। फिल्मको सुटिङहरू हुन्छ नि त्यस्तै क्या। भिजा ठोजुला मलाई अब जुन टोयलेट डुने पिन पिन ठोजुला टाइल फ्लोर ठोजुला लभली। ल हामीले चाहिँ हाम्रो टाइलहरू चाहिँ कन्फर्म गऱ्यौँ भर्खरै। अब रोशन चाहिँ भित्र बिलिङ गर्दैछ अनि अब हामी जान्छौँ ग्रान्ड फिटनेसतिर अनि हाम्रो काम सुरु हुन्छ। सियो एच खै हो कि क्या हो। ल कसैलाई चाहिन्छ भने चाहिँ है ज्याप्लाएर कमेन्ट क्या फेरि बुझेनौ कमेन्ट अनि म पठाइदिन्छु एउटा है। म आफै आउँछु पुऱ्याउन। ल यो चाहिँ हाम्रो जिम स्पेस एरिया भयो अनि भित्र चाहिँ हाम्रो साउना र स्टिमहरू बाथरुम चेन्जिङ सबै। यो फ्लोर चाहिँ सिङ्गै जिम मात्र। अनि यता छ हाम्रो फुटसल ग्रान्ड स्पोर्ट्स सेन्टरको दामी खालको फुटसल। व्हाट्सअप टाउको ठिक भयो सर। अनि त्यसपछि छ फेरि यहाँ हाम्रो द ग्रान्ड स्पोर्ट्स सेन्टरको बास्केटबल कोर्ट। यहाँ चाहिँ यो चाहिँ अब जिमको वाल भयो नि त नयाँ। पहिला चाहिँ यहाँबाट ओपन फुटसल थियो। अब यो पेन्टमा चाहिँ सिङ्गे फुल लपक्कै एउटा खतरा पेन्ट हान्नुपर्ने छ होइन चट्ट लाएर। ल है हामी चाहिँ गर्मी भएर पुरै अहिले छायामा बसिरहेछौँ। के हो जाने हो जाने सर स्विमिङ जाने स्विमिङ। ल सर बिस्तारै खाना खाएर है आऊ माथि स्केट्स पनि देखाइदिउँ न आज। आऊ ल यो चाहिँ हाम्रो द ग्रान्ड स्केट्स है। चट्ट लाएर सबै चिटी चट्ट। अहिले चाहिँ यो अब सबैको स्कुल भइरहेछ होइन। अब आउने भनेको बच्चाहरू हो नि त। दिउँसोको टाइममा चाहिँ प्रायः यो 12 बजी 1 बजे खाली हुन्छ। र यही हो हाम्रो स्केटिङ। अनि यता छ हाम्रो ग्रान्ड स्केट्सको लोगो यसरी देखाउनु। अनि यो चाहिँ हाम्रो द मोस्ट प्रिमियम स्केटिङ एभर अरे क्या तर हो है यति हो। ल अनि यहाँबाट देखिन्छ हाम्रो फेरि बास्केटबल कोर्टको भ्यू। फुटसलको यो फोहोर देखिरहेको छ यार। यो फालिदिनु पर्ने बेला भएको छ। अनि मेरो दिउँसोको काम भनेको चाहिँ दिनभरि लहर हिँडेको किन भन्दाखेरि हामीले चाहिँ अहिले 11 के स्टेप्स हिँड्दैछौँ बिहानदेखि बेलुकासम्म। अनि एकैचोटि बेलुका 2 घन्टा 3 घन्टा हिँड्न त झ्याउ हुन्छ नि त। अनि त्यही भएर फ्री टाइममा अलिकति 5-10 मिनट फ्री भए पनि हिँडिहाल्ने। त्यो भयो भने चाहिँ अलिकति बेलुका धेरै हिँड्न परेन नि त। दिनभरिमा अलिअलि हिँडेर 5,000 जति पुरा राख्ने अनि बेलुका एकैचोटि 5-7 हजार हिँड्यो भने त दिउँसो अलिअलि हिँड्यो बेलुका 1 घन्टा हिँडेर कम्प्लिट भयो नि त। नभए त फेरि बेलुका 2 घन्टा हिँड्न अलिकति झ्याउने हुन्छ टाइम पनि मिलाउनु पऱ्यो। अनि त्यही भएर चाहिँ फ्रीमा साथमा चाहिँ हिँडिरहने हुन्छ सर। म चाहिँ भर्खरै 2025 जति हिँडिसकेँ यहीँभित्र। अब म चाहिँ घर गएर रेडी भएर अब जिमतिर लाग्छु। यता बसियो र म चाहिँ घर गएर
रेडी भएर होइन अब जिमतिर जाँदैछु। जिम चाहिँ मेरो फेरि उतै डाँडामा हो क्या, यहाँबाट देख्छ होला त्यो परको डाँडामा हो। जाँदैछु अब म मार्सल लयलाई लिनुलाई सुरुमा। यो दाइ वाट्सअप। ल हामी चाहिँ आइसकेको छौँ जिमतिर। वारीको डाँडादेखि पारीको डाँडादेखि आइपुगिसकेको छ। ल माथि वर्कआउट सकाएर अब चाहिँ घरतिर लाग्ने। ओए बवाल छ त। ल अब चाहिँ सुरुमा घरभन्दा पनि फुटसलमा जान्छु होला, त्यहाँ काम भइरहेको छ। ल सी यू गाइज, लेट्स गो। ल म चाहिँ अब आइपुगिसकेँ फेरि ग्रान्डी स्पोर्ट्स सेन्टरमा। भित्रको काम टाइपको आज गर्ने भन्थ्यो, कतिको गरेछ एकचोटि हेर्नु पर्यो। आइयो स्टाइलहरू आइसकेको छ। यहाँभित्र है काम भइरहेको चाहिँ, तर काम बल्ल सुरु भइरहेको रहेछ। त्यस्तो केही पनि सुरु भएको छैन रहेछ। भर्खर ट्यागको 1% काम सुरु भएछ। अनि यहाँ चाहिँ पुरै लथालिङ्ग छ होइन, बिस्तारै बन्छ। फेरि केही छैन। अब घर गएर
खाल्सा चाहिँ हानिन्छ। ल है ग्रान्ड एरियाको भ्यू हिजो पो माथिबाट सही देखाएको थियो है। यहाँ चाहिँ अब फेरि मनोकामना मन्दिर हरिहर श्री हरिहर सन्यास आश्रम हरिहर मन्दिर। खै मनोकामना मन्दिर पनि भन्छ भन्न त, मै कन्फ्युज भयो कि के हो थाहा छैन। अरू अरू स्टेप्सहरू अरू मुभ्सहरू ओए हो कि क्या हो जोसमा है। हामी चाहिँ अब 11K वाकको लागि पुरै रेडी होइन सर? अघि घर गएर चनासना पुरै डाइट हानेर सरले पनि त्यही खायो होइन? हजुर त्यही हो। अनि मेरो फेरि यो सबै डाइट साइट प्लान गर्ने हाम्रो राजपाल सर हो है। हो कि क्या हो? यो खाने यो खाने त्यो खाने यो नखाने यो नखाने। तर सरले एकदम धेरै राम्रो नलेज दिनुहुन्छ त्यस्तो कुराहरू। ल कसैलाई चाहिन्छ भने चाहिँ फेरि कमेन्ट जति हिँड्यो नि ग्रान्डी नै आउँछ त के हो। ल हिँडौँ। यो एरियामा चाहिँ होइन बेलुकातिर यसो हिँड्न चाहिँ अलिकति ध्यान गरेर हिँडौँ होइन। त्यो टोलमा बस्नेहरू है। अस्ति भर्खर यहाँ मान्छे मारेकै हो र? यहाँ अस्ति खुकुरी हानेको चाहिँ थाहा थियो, मारेकै रहेछ है। यो बाटो चाहिँ अलिकति ध्यान दिउँ। यो बाटो चाहिँ कहाँको भन्दाखेरि यो के हो अरे? यो रोयल होम्स कि के अरे? रोयल होम्स हाउसिङ है। हाम्रो ब्लग फेरि अलिकति थ्याङ्क यू भाइ। फेरि एकचोटि भनिदेऊ त। हामी भर्खरै फ्यान भेटिसकेको छौँ, करियरको फर्स्ट फ्यान। ल है हामी चाहिँ हिँड्दा हिँड्दै अलिकति सानो इमर्जेन्सी भएर युटर्न सबै टर्न हानेर यहाँ आइपुगेको छौँ। अब यहाँ चाहिँ एकछिन छिरेर सानो ब्रेक लिएर निस्किन्छौँ। यो क्या फेरि इमर्जेन्सी चाहिँ होइन सर? ल है हाम्रो चाहिँ सानो ब्रेक पछिको यात्रा फेरि लम्किसकेको छ होइन सर? है उकालो चढ्न गाह्रो यार। एकैचोटि यहाँ पसिना बनाइसक्यो। क्यामेरा उठाएर खिच्दा अलिकति लाभ लाग्दो रहेछ कि यसरी खिच्नु पर्ने रहेछ। बुझ्नु नि त यसरी त लाभ लाग्दो रहेछ। यसरी ल हामी चाहिँ हाम्रो कति 11,000मा 10,000 चाहिँ पुग्यो। हाम्रो 11,000 हो टार्गेट चाहिँ, तर हामी यहाँसम्म आउँदाखेरि चाहिँ 9,000 चान्जुन पुगिसकेको छ। अब फुटसल पुगिन्जेलसम्म चाहिँ 10,000 पुगिहाल्छ होइन। अनि 1000 चाहिँ यताउति हिँड्दाखेरि पुगिहाल्छ। त्यति नै हो हाम्रो। यसरी पुग्छ हाम्रो 11,000 वाक चाहिँ। ल त गाइजहरू एकछिनमा केही भयो भने देखाउँछु म। के छ? के छ? हेलो भनौँ न। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल भनौँ न। ल म ब्लग खिचिरहेको कि। हेलो दाइ, के अरे दाइलाई लाइक कमेन्ट सब्स्क्राइब सबै गरिदिनु होला। अनि ग्रान्डिजको पार्कमा आउनु होला खेल्नलाई। गुड। ल यो चाहिँ हाम्रो स्केट पार्क रातिको भ्यू।
किन नखेलेको रे पैसा छैन हो र सेट भयो नि त अनि घरमा मागे पो हुन्छ त पैसा तिमीहरू माग्दै नमागिकन मलाई जहिले फ्रीमा खेलाउन खोज्ने तिमीहरू यो दुईजना जहिले ग्रान्ड स्केचमा जहिले फ्रीमा खेल्ने हो दुईजना अन्त दुईजना नाम ल ल तिम्रो नाम भन न मेरो नाम आइसिता हो अनि तिम्रो नाम आम्मामा तिम्रो दुईजना के हो मिस ग्रान्डीहरू हो अनि दुईजनाको अनि त्यो नक्कलीको लेभल त अनि नेक्स्ट लेभल छ त नि तिम्रो दुईजनामा को राम्री छु जस्तो लाग्छ भन त मलाई ल ए आफूलाई कति वर्ष तिमी अहिले 9 वर्ष ए 9 वर्ष 5 मन्थ्स पनि अनि तिमी चाहिँ 11 वर्ष गाह्रो है 9 वर्षको उमेरमा तिमी मिस ग्रान्डी भइसक्यौ है पछि भएर मिस नेपाल बन्नु मन छ के मिस नेपाल बन्ने अब हेरेर भन्नु न मिस नेपाल बन्ने हो पछि बन्ने हो पछि गएर हाइट ल दामी ल म पछि गएर मलाई भोट दिनुस् भनेर भन नि त अहिले नै मेरो नाम चाहिँ नमस्ते गरेर ल नमस्ते त्यहाँ क्यामेरा अनि मेरो चाहिँ पछि फ्युचरमा एम चाहिँ मिस नेपाल बन्ने हो ल धन्यवाद भन यो चाहिँ फटा बन्छ यो छ नि यो यो चाहिँ हाम्रो फुटसल ग्राउन्ड यो मामा व्हाट्सअप ओइ म्यानेजर हजुर दाइ के छ दाइ अब अल गुड म्याच हुँदैछ तर बलमा अलिकति हावा धेरै भएछ केटाहरूले म्यानेजरलाई पठाउँछ अब यस्तै भयो तर यार बेलुकाको खिच्दा राम्रो आउनु रहेछ फ्ल्यासबाले कस्तो दामी आइरहेछ राम्रो हो क्या दाइ अब त्यो क्यामेरा त राम्रो छँदैछ मान्छे अझै राम्रो भएर पनि ठिक ल एकलट गेम हेरिदिउँ होइन गुड इज द नाइट हिँड्न पर्यो ल है यो चाहिँ केटाहरूले जितेको ट्रोफी अनि यो चाहिँ के सरले टिप्यो है क्या यो यहाँको लोकल फलेको है फेरि यो ल ठिक छ अब हाम्रो दिनको अन्तिम काम बाँकी छ त्यो हो हिसाब गर्ने त्यसपछि हाम्रो आजको दिन सकियो ल गाइज सी यू धन्यवाद